Tokyo Matsuri Education Consultancy. के छ दाइ? अनि दाजुभाइ मिलेर आज टाढेसम्म हो कि क्या हो? ठिक छ भाइ, म त मेरो भाइको लागि भरतपुरतिर यसो राम्रो कन्सल्टेन्सी खोज्दै हिँडेको। अनि भाइले +2 क्लियर गरेको हो? गर्ने दाइ, म त दाइसित यसो राम्रो कन्सल्टेन्सी खोज्न हिँडेको नि। ल जापान जानको लागि त सबैभन्दा सस्तो भरपर्दो एकदमै राम्रो भनेको चाहिँ हाम्रो टोकियो माचुरी एजुकेसन कन्सल्टेन्सी छ दाइ। त्यसमा अब भाइलाई जाने हो कि होइन त्यो हजुर कुरा हुन्छ दाइ। हो र भाइ, यो कहाँ छ नि? ल दाइ सबै कुरा बसेरै गरौँ दाइ, हुन्छ? ल दाइ यो चाहिँ हाम्रो भरतपुर यो सही चोक जुन छ नि त्यसमा प्रेम मार्केटको एकदम त्यही प्रेम मार्केटमै छ भने पनि हुन्छ दाइ। ए हो र भाइ, अनि त्यहाँ के को सुविधा छ त? त्यहाँ स्टुडेन्ट भिजा र वर्किङ भिजा भनेर दुई किसिमको भिजा छ दाइ। जसमा चाहिँ अब हजुरले स्टुडेन्ट भिजामा जेनरल स्टुडेन्ट भिजा हुन्छ, अनि एउटा चाहिँ स्कलरसिप स्टुडेन्ट भिजा भनेर हुन्छ दाइ। र हजुरले वर्किङ भिजातिर हेर्नुहुन्छ भने चाहिँ अब कस्तो छ भन्दा एसएसडब्ल्यू होइन, एसएसडब्ल्यू गरेर वर्किङ भिजामा जान चाहनुहुन्छ भने पनि त्यहाँबाट एकदम जापानलाई जाने गर्दछन्। र हजुरको ब्याचलर क्लियर छ भने पनि ब्याचलर पास गरेको एउटा वर्किङ भिजा हुन्छ, त्यो भिजाबाट यो कन्सल्टेन्सीबाट चाहिँ जापानमा लग्ने गर्छ दाइ। ए अनि दाइ त्यो स्टुडेन्ट भिजामा चाहिँ जेनरल स्टुडेन्ट भिजा र स्कलरसिप स्टुडेन्ट भिजामा चाहिँ के फरक छ नि? अनि वर्किङ भिसा भनेको के हो नि भाइ? नातिनु न दाइ, म कहाँ नै जान्छु र भनेको के। म मेरो दाइलाई, म मेरो भाइलाई यो सबै कुराहरू स्पष्ट गरेर म भन्छु है त। ल सुन्नु, यो जेनरल स्टुडेन्ट भिजा भनेको चाहिँ भाइ कस्तो खालको भिजा हो भन्दाखेरि होइन, तिमी अब जापान जानको लागि तिमीले होइन त्यो त्यहाँको स्कुलको फी, होस्टेलको फीहरू अनि खानेहरूदेखि लिएर सबै कुराहरू तिमी आफैले म्यानेज गर्नुपर्ने हुन्छ भाइ होइन। तर हाम्रो यो स्कलरसिप स्टुडेन्ट भिजा भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ तिमीलाई त्यहाँ गएपछि होइन तिम्रो त्यहीँको कम्पनीले नै तिमीलाई तिम्रो स्कुल फी तिर्दिने, अनि तिम्रो होस्टेल फी तिर्दिने, अनि तिमीलाई काममा पनि लगाइदिने काम गर्छ। अनि तिमीले त्यहाँ तिम्रो खर्च हुने भनेको चाहिँ तिमीले खानेकुराको लागि मात्रै तिम्रो त्यहाँ खर्च हुन्छ भाइ होइन। यो चाहिँ अरूभन्दा धेरै सस्तो छ भाइ। यो चाहिँ हाम्रो 6 देखि लगभग त्यही 6-7 लाखको हाराहारीमा नै हामी जापान जान सक्छौँ भाइ। यो स्कलरसिप स्टुडेन्ट भिजा चाहिँ यो चाहिँ एकदम लिमिटेड हुन्छ भाइ होइन, अरू जस्तो हुँदैन, एकदम लिमिटेड हुन्छ। त्यो कुरा चाहिँ राम्रोसित बुझ्नुपर्छ। अनि यो वर्किङ भिजा भनेको चाहिँ दाइ कस्तो भन्दाखेरि हजुर चाहिँ सिधै जापानमा काम गर्न जाने दाइ होइन, यसमा पढ्नु पर्दैन, केही गर्नु पर्दैन। सिधै हजुरले यहाँ एन्फो लेभलहरू राम्रोसित गरेर जानुभयो भने, भाषा बनाएर जानुभयो भने त्यहाँ सजिलो पनि हुन्छ। अनि हाम्रो यो चाहिँ यो भरतपुरमा सबै कन्सल्टेन्सीहरूले यो काम गर्छ भन्ने चाहिँ छैन दाइ। तर हाम्रो यो टोकियो माचुरी एजुकेसन कन्सल्टेन्सीले चाहिँ मान्छेहरूलाई वर्किङ भिजामा पनि जापानमा लिएर जाने गरिरहेको छ। यो यसमा चाहिँ एसएसडब्ल्यू भनेर हुन्छ है, अनि ब्याचलर पास भिजा चाहिँ हुन्छ। अनि यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरले ब्याचलर पास गर्नु भइसकेपछि होइन हजुरलाई भाषा नभए पनि हुन्छ, तर भाषा बनाउनु भनेको सबैभन्दा राम्रो चिज हो होइन। र यो चाहिँ हाम्रो टोकियो माचुरी एजुकेसन कन्सल्टेन्सीबाट मात्रै हुन्छ। अनि यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि जापानबाटै दाइहरूले पनि एकदमै हेल्प गरिदिनु हुन्छ क्या त, त्यही भएर यो एकदम राम्रो छ भनौँ न। ओहो भाइ, उसो भए मैले उतै लाने भयो। एकदम ठिक भन्नु दाइ। ल म पनि उता भरतपुरतिर जाने काम छ दाइ, सँगै जाऊँ न त। 3 जना दाजुभाइ यसो मैले तपाईँलाई पनि त्यहाँ देखाइदिउँला होइन, यो कन्सल्टेन्सी कहाँ छ भनेर। सँगै जाऊँ ल, सँगै गफ गरौँला, हुन दाइ? हुन्छ हुन्छ भाइ, जाउँ न त, ल।